प्रभु के दया से संपन्न से सहयोग करिए। के समिति के अध्यक्ष जानकारी राज विराज जाने बाटो भूतनाथ मंदिर को नजिक जुन भइरहेको छ महायोग त्यसमा हामीहरु अहिले प्रस्थान हुँदैछौं र हाम्रो समक्ष टिमहरु सबै यहाँ छ। हेर्नु साथीहरु और हामीहरु यहाँ तपाईहरु पनि आएको होला र कतिजना आउन सोच्नु हुनुहुन्छ भने छिटो आउनु यहाँको लाभ उठाउनुस्। हेर्नुस् पुरै ब्लग बनिरहेछ दाइले पनि बनाउँदैछ अनि भाइले पनि खोइ ब्लग तिम्रो सबभन्दा पहिले तपाईहरु सुरुदेखि अन्तसम्म भिडियोमा जोड्नु होला। सबै लाइभ म भिडियो मार्फत नै हेराउँछु गाइज। त्यसो भए जुरो बोल्नु दाइ तपाईँ बोल्नु यहाँको सबभन्दा मुख्य कुरा के हो भने लगभग 40-50 मिटरसम्मको यो बाटो रहेछ। राम्रो बाटो यस्तो खालको छ। हेर्नुस् त कति रङ्गी टङ्गी रहेको छ। तकरिबन 50 मिटरको बाटो रहेछ। हेर्नुस् मान्छेको भिड पनि धेरै रहेको छ दर्शकबिन। हेलो बल्ल बल्ल आइपुगे हामी यहाँ। अब यहाँ खेल्ने सबभन्दा पहिले यो बाटो पुरा गर्नुपर्छ हैन? के भन्न चाहनुहुन्छ भाइ? कस्तो लाग्यो? यो बाटो तपाईको सिधै मन्दिर जाँदैछ गाइज। यो बाटो सिधै हाम्रो नर्कसम्म जाँदैछ। तपाईहरु पनि भिडियोमा जुट्नु होला गाइज। डेकोरेसन कस्तो रहेछ भने बारे जानकारी गराउनु। यहाँ मन्दिर रहेको छ। हेर्नुस् फाइनलको बाटो यहाँ हेर्नु। जय श्री राम। अब यो बाटो समाप्त हुन लागेछ। ल फाइनली यो बाटो सकियो। अब यतातिर पोखरको व्यवस्था पनि धेरै राम्रो गरेछ। सरसफाइ गरेछ। लाइट साइटको व्यवस्था एकदम ड्याम खतरा छ। ल दाइ यहाँ भोजन पनि व्यवस्था। अब तपाईहरुलाई हामी यहाँ भनेको ल यो दिल गार्डनमा ल्याइसक्यो गाइज। त्यसो भयो सबभन्दा पहिला यहाँ के गर्नुपर्छ? बाबालाई दर्शन गर्नुपर्छ। खोल्नु हाम्रो महाकाल जी गाइज यहाँको डेकोरेसन कस्तो राम्रो छ। हेर्नुस् त अब दाइ र भाइहरु यहाँ फोटो खिच्दैछ। म भिडियो बनाउँदैछु। म त फोटो खिच्दिनँ। एउटा मुख्य कुरा तपाईहरु भिडियो हेर्नुस्। राम्रो लाग्यो भने लाइक गर्नुस्। नलाग्यो भने पनि सपोर्ट गर्नुस्। राम्रो आउँदैछ दाइ। अब यहाँको रङ्गिन चङ्गिन लाइट हेर्नुस्। यहाँको व्यवस्था पनि धेरै राम्रो छ। धेरै मनमोहक नै छ र धेरै सुन्दरहरू छ। ल हेर्नुस् हाम्रो यहाँ फोटोग्राफी गर्दै राखेको छ। यहाँ हेर्नुस् त हेर्नुस् हाम्रो बिके ब्लास्ट टिमको सबै मेम्बर आइसकेको छ यहाँ महादेवको चोकमा। हेर्नु सबै फोटोग्राफी गर्दैछ। यहाँको लाइटिङ साइटिङको व्यवस्था धेरै राम्रो छ फोटोग्राफी गर्नको लागि। यहाँ पार्क सार्क पनि राम्रोसँग डिजाइन गरेको छ। यहाँ पानीको पनि व्यवस्था छ। हेर्नुस् हाम्रो साथीहरु यहाँ अहिले फोटो खिच्दैछ। पोज पाडावाला पोज ल त्यसो भए हाम्रो बिके ब्लास्ट टिमको मेम्बर यहाँ हुनुहुन्छ। दाइ तपाईलाई कस्तो लाग्नुहुन्छ यहाँ?
बहुत बढ़िया लाग्यो अनि भगवानसँग के प्रे गर्नुहुन्छ तपाईँ ओके अब फाइनली तपाईँहरूलाई म यहाँको मूर्तिहरूको दर्शन गराउन गइरहेको छु साथीहरू हेर्नुहोस् सबभन्दा पहिला हाम्रो यो गणेशजीको कोटी कोटी प्रणाम ल यहाँबाट सुरु हुँदैछ साथीहरू हेर्नुहोस् यहाँ धेरै मूर्तिहरू छ सबैको नाम लेखिएको छ तर नाम सबैको मेटिएको छ हेर्नुहोस् यहाँ तपाईँको रामको सबै लीलाहरू दर्शाएको छ त्यसपछि रामजी लक्ष्मणजी र सीताजीको सबैको यहाँ मूर्ति बनाएको छ त्यसपछि शिवजीको लीला पनि दर्शाएको छ त्यसपछि तपाईँको विष्णु पुराणको त्यो पनि दर्शाएको छ तपाईँहरू हेर्दै हुनुहुन्छ ल दर्शन गर्नु चरणमा कोटी कोटी प्रणाम गर्नु र यहाँ राधासँग कृष्ण भगवानको त्यहाँ वार्तालाप पनि हुँदैछ साथीहरू हेर्नुहोस् र नरसिंह लीला पनि हेराएको छ गाइज हेर्नुहोस् कतिको राम्रो रहेछ यो लीला त सबैलाई थाहै होला यो हिरण्यकश्यप हो हिरण्यकश्यप होइन दाइ यो हिरण्यकश्यप हो नि दाइ यो बाबा प्रहलाद त्यसकै क्रममा अगाडि हेर्नुहोस् जब विष्णु भगवान त्यो ब्राह्मणको रूप लिएको थियो त्यो लीला पनि यहाँ दर्शाएको छ साथी हेर्नुहोस् त्यसपछि माँ भवानीको पनि लीला यहाँ छँदैछ हेर्नुहोस् सबैको लीला यहाँ छ एकदमै धेरै राम्रो रहेछ यहाँबाट धेरै राम्रो रहेको छ यहाँबाट यहाँसम्म तपाईँले लगभग 7-8वटा लीलाहरू हेर्न सक्नुभएको छ यहाँ माता रानीको फेस हेर्नुहोस् कति राम्रो रहेको छ अब यसको क्रममा अगाडि बढ्नुहोस् साथीहरू र समुद्र मन्थनको लीला पनि यहाँ दर्शाएको छ साथीहरू हेर्न सक्नुहुन्छ यतातिर तपाईँको देवहरूको टिम रहेको छ भने यतातिर दानवहरूको टिम समुद्र मन्थन हुँदैछ क्रममा दर्शकबिनहरू यो लीला हो पुतनाथ वध कृष्ण भगवानले दुध खाने क्रममा जुन वध गर्नुभएको थियो र त्यसपछि यो गरु लीला पनि दर्शाएको छ धेरै राम्रो छ साथीहरू तपाईँहरू पनि आउनु यहाँ भगवानको दर्शन गर्नु सबै लीला तकरिबन अहिलेसम्म हामीले 10-12वटा लीला हेरिसक्नुभएको छ त्यसपछि माखन चोरको लीला पनि यहाँ दर्शाएको छ हेर्नुहोस् यहाँ हेर्नुहोस् सबै लीलाहरू छन् यहाँ के भन्छ कालिनाको शिरमाथि चढेर कृष्ण भगवानले ताण्डव गरेको थियो त्यो पनि लीला छँदैछ सबैको मेरो तर्फबाट कोटी कोटी प्रणाम र तपाईँहरू मेरो भिडियो सबै साथीहरू हेर्नुहुन्छ भने सबैको परिवारहरूको कुशल मङ्गल राखोस् भगवान प्रार्थना गर्दछु हेर्नु सबै लीलाहरू रहेको छ यहाँ नृत्य नाचहरू पनि हुँदैछ साथीहरू हेर्नुहोस् दर्शकबिन सबैभन्दा महत्त्वपूर्ण तपाईँहरूलाई म एउटा हेराउँदैछु हेर्नुहोस् सबै मन यहाँ ल हेर्नुहोस् राधा र कृष्ण भाइ यसको बारेमा के भनिदिनु भन्नु त यो विश्वमा राधा र कृष्णको प्रेम लीला एकदमै नै महत्त्वपूर्ण थियो दाइ त्यसको बारेमा अलिक भनिदिनु न ल हेर्नुहोस् यहाँ हलाइरहेको छ यसको डोली यो भन्दा यतिको भन्दा सबभन्दा राम्रो मलाई के लाग्यो यो वाला त्यसै क्रममा अगाडि बढ्नुहोस् ल अगाडिको क्रममा आउनु 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 यो कुन लीला हो सुदामाका चरण ओहो सुदामाको चरण यहाँ धुने कार्यक्रम यो पनि लीला छ साथीहरू र यो नरसिंह लीला पनि छ सुँगुर लीला जुन बनेको थियो यो पनि हेर्नु साथीहरू कति राम्रो रहेको छ सबै लीला तकरिबन हामी लास्टमा आइपुगेको छौँ तकरिबन 20-22-25वटा लीला मैले हेरिसके भयो अब यो फाइनल लास्ट टाइम हेर्ने यो कुन लीला हो साथी मलाई त थाहा भएन तपाईँहरू कमेन्टमा अवश्य लेख्नु होला यो बियर खाएर अनि कुकुरले पनि माथिबाट बियर हालिँदैछ लास्टमा फाइनली यतिको हाम्रो मूर्ति थियो र सबभन्दा महत्त्वपूर्ण साथीहरू सबभन्दा महत्त्वपूर्ण सबैभन्दा यहाँको मेन मूर्ति भनेको मेन देवता भनेको
भिडियो अब यो मेला पनि लाग्छ त्यो पनि हेराइदिनु तपाईँहरूलाई सबै मेलाहरू छ मिष्टानहरू खानेकुरा महत्त्वपूर्ण यो रहेको छ सबैले भिडियो मार्फत दर्शन गर्नु होला र कमेन्टमा जय श्रीराम लेख्नु होला जो जय श्रीराम भने हनुमानजीले भन्नुहुन्छ हेर्नुहोस् उसको बुक चलिराखेको छ भिडियो यही समाप्त हुन्छ साथीहरू जय श्रीराम कमेन्टमा लेख्नु होला कस्तो भिडियो लाग्यो आफ्नो राशिलाई कमेन्टमा दिनु होला साथै हामीलाई फलो सब्सक्राइब गर्नु होला धन्यवाद दर्शकबिन यो त्यो र सबभन्दा महत्त्वपूर्ण तपाईँले यो हेर्नुहुन्छ अब यो कुन यो हाम्रो मोडर्न जमानाको यस्तो हुनुपर्छ यो त पापाको परिरहेको छ जसले हेर्नुहोस् के गरेको छ यसले एउटा अच्छा खासा नौजवान बुद्धिजीवी युवालाई यसले ठोकिदिएको छ यो कला किन हो